फर्स्ट टाइम जे कुरा गर्दाखेरि पनि लाज लाग्ने अप्ठ्यारो लाग्ने होइन म फर्स्टमा अब जिम जाने भनेर मात्र के सोचेको थिएँ 1-2 महिना त मलाई त्यो जिममा कसरी स्टेप गर्ने होला होइन कसरी एन्टर गर्ने होला भनेर सोचेले म 1-2 महिनासम्म त जानै सकिनँ होइन अनि जुन दिनमा म जान्छु भनेर अठोट लिएँ नि इट वाज नट सन्डे इट वाज नट त्यो कुनै दिन होइन पिछेको दिनमा थर्सडे आई थिङ्क होइन मैले चाहिँ मेरो ट्रेनरलाई मलाई कस्तो आउनु मन छ तर मलाई हिम्मतै आएको छैन भनेको के हुँदैन जस्ट कम भन्नुभयो होइन अनि म गएँ कि अनि भिडियो कन्टेन्ट पोस्ट गर्ने पनि सेम स्टोरी नै हो खासै मलाई त्यो भिडियो बनाउन खासमा भन्नुपर्दा मलाई क्यामेरा देखेर एकदमै हाँसो लाग्छ होइन लाज लाग्छ तर आई थिङ्क डे बाई डे आइ एम लर्निङ एन्ड आइ एम चेन्जिङ के अनि आई थिङ्क द्याट्स वाट अल वी सुड डु जस्तो पनि लाग्छ हरेक कुरामा फिटनेसको कुरामा लाइफस्टाइलको कुरामा हरेक कुरामा नि अनि यो जुन हल्का चेन्जेसहरू आइरहेको छ विदिन माई लाइफस्टाइल आइ एम सो ह्याप्पी कि यदि तपाईँहरू केही कुरा गर्छु भनेर स्टार्ट गर्ने सोच गर्दै हुनुहुन्छ भने यु सुड डु इट बाई